प्रिय मित्र, फेरि पनि तपाईँलाई अर्को विषयमा स्वागत छ। आज हामी के क्रिस्चियन धर्म विदेशी धर्म वा गाई खाने धर्म हो भन्ने विषयमा तपाईँसँग कुराकानी गर्नेछौँ। धेरै मानिसहरूको बिचमा परमेश्वरको वचन, पवित्र बाइबल र प्रभु येशू ख्रिस्टको विषयमा यो त विदेशी धर्म, गाई खाने धर्म हो भन्ने कुरा हामी घरिघरि सुन्छौँ। कुनै धर्मले गाईको मासु खाने त होइन होला, तर भन्न खोजेको कुरा यो हो कि बाइबल मान्नेहरूले गाईको मासु खान्छन्, किनभने धर्मग्रन्थमा उनीहरूले यसो गर्न सिकाएको छ भनेर उनीहरूले विचार गर्दछन्। के यो लगाइएको दोष सत्य हो त? के बाइबलमा परमेश्वरले उहाँलाई मान्नेहरूलाई तिमीहरूले गाईको मासु खानुपर्छ भन्ने आज्ञा गर्नुहुन्छ र? सुरुदेखि लिएर अन्तसम्म तपाईँ पवित्र बाइबल पढ्नुहोस्, तर तपाईँले ख्रिस्टका अनुयायीका निम्ति कहीँ पनि यसो गर्ने आज्ञा पाउनुहुने छैन। पवित्र बाइबलमा के पाइन्छ त? त्यो कुरा म आज तपाईँको सामु स्पष्ट पार्न चाहन्छु, किनभने यी कुराहरू जान्न हरेक मानिसको निम्ति लाभदायक छन्। पवित्र बाइबलले हामीलाई आकाश र पृथ्वीलाई सृष्टि गर्ने एकमात्र सत्य जीवित सृष्टिकर्ता परम परमेश्वरको विषयमा बताउँदछ। सारा संसार उहाँको सृष्टि हो। उहाँले हामी सबै मानिसहरूलाई सृजना गर्नुभयो। यसै कारण यस संसारमा उहाँको हक नलाग्ने कुनै ठाउँ नै छैन। सबै मानिसहरू उहाँकै हुन्। यसैले उहाँले सबै जातिका मानिसहरूसँग बोल्न र तिनीहरूलाई आज्ञा गर्न पाउनुहुन्छ, होइन र? त्यसो भए तपाईँको देश, तपाईँको गाउँ, तपाईँको परिवार, तपाईँको व्यक्तिगत जीवन पनि उहाँको अधिकार क्षेत्र हो। यसैले संसारका सबै मानिसहरूले आफ्ना सृष्टिकर्तालाई चिन्नुपर्छ अनि आदर र भक्ति साथ सत्यतामा पुज्नुपर्छ। सूर्य एउटा मात्रै छ, कसैले यो मेरो हो भन्न सक्दैन। सूर्य पूर्वबाट उदय हुन्छ, यसैले पूर्वका मानिसहरूले सूर्य हाम्रै हो भनी दाबी गर्न सक्दैनन्, किनभने सूर्य साझा हो। आकाशमा देखिने सूर्यको उज्यालो र न्यानोपन सबै मानिसहरूको निम्ति हो। त्यो सूर्य मबाट जति टाढामा छ, तपाईँबाट पनि उति नै टाढामा हुन्छ। ठिक त्यस्तै सारा पृथ्वी सृष्टि गर्नुहुने परमेश्वर पनि एक मात्र हुनुहुन्छ। कसैले परमेश्वर मेरो हो, तेरो होइन भन्न सक्दैन, किनकि परमेश्वर सबैका परमेश्वर हुनुहुन्छ। मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले जाति जाति छुट्याउनु भएको छैन। उहाँले एउटै जातिलाई एउटा धर्म र अर्को जातिलाई अर्को धर्म पनि दिनुभएको छैन। उहाँको सामु न विदेशी न स्वदेशी नै हुन्छन्। पापले गर्दा हामी सबैजना परमेश्वरदेखि टाढा भएका छौँ, तर परमेश्वरको वचन बाइबलद्वारा, प्रभु येशूको सुसमाचारद्वारा उहाँले हामी सबैलाई सत्यता जान्ने ज्ञान दिएर उहाँको नजिक जाने बाटो देखाउन चाहनुहुन्छ। बाइबलकै कुरा लिएर यो कुनै विदेशी धर्म वा गाई खाने धर्म होइन भन्ने कुरा म आज तपाईँको सामु प्रमाणित गर्न चाहन्छु। जुन कुरा म तपाईँलाई यहाँ भन्दछु त्यो कुरा इस्वी सम्बत 45 सालतिर, अर्थात् आजभन्दा लगभग 1900 वर्ष अघि युरोपमा पर्ने तुर्किस्तान देशको लुकाओनिया जिल्लाको लुस्त्रा नामक सहरमा घटेको घटना हो। त्यहाँ परमेश्वरका वक्ताहरू पावल र बर्नबास भर्खरै प्रभु येशूको सुसमाचार प्रचार गर्न पुगेका थिए। लुस्त्रामा आमाको गर्भैदेखि लङ्गडा भएकोले खुट्टामा बल नभएको एउटा मानिस बसिरहेको थियो, जो कहिल्यै हिँडेको थिएन। त्यसले पावललाई बोलिरहेका सुन्यो। उनले त्यसलाई टिट लाएर हेरे र त्यसमा निको हुने विश्वास रहेछ भनी थाहा पाए। तब उनले ठुलो स्वरले भने, आफ्ना खुट्टामा सिधा उभ, अनि त्यो जुरुक्क उफ्र्यो र हिँड्यो। जब मानिसहरूले पावलले गरेको यो काम देखे, तब तिनीहरूले लुकाओनिया भाषामा यसो भन्दै ठुलो स्वरले चिचाए, देवताहरू मानिसको रूपमा हामी कहाँ ओर्ली आएछन्। अनि तिनीहरूले बर्नबासलाई जेउस र पावललाई हेर्मेस भने, किनभने उनी चाहिँ मुख्य वक्ता थिए। तब जेउसका पुजारीहरूले, जसको मन्दिर तिनीहरूको सहरको अघिल्तिर थियो, मूल ढोकाहरूमा बहरहरू साथै मालाहरू ल्याए र भिडसित बलि चढाउने इच्छा गरे। तर जब प्रभुका वक्ता बर्नबास र पावलले यो कुरा सुने, तब उनीहरूले आफ्नो लुगा च्याते र चिच्याउँदै यसो भन्दै दगुरेर भिडभित्र पसे, हजुरहरू हो, तपाईँहरू किन यी कुराहरू गर्नुहुन्छ? हामी पनि त तपाईँहरू जस्तै दुःख सुख भोग्ने मानिस हौँ, अनि यी व्यर्थको कुराहरूबाट जीवित परमेश्वरतिर फर्कनुहोस् भनी हामी तपाईँहरूलाई सुसमाचार प्रचार गर्छौँ, जुन परमेश्वरले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका यावत थोक बनाउनु भएको छ। यी कुराहरू भनेर उनीहरूले मुस्किलले ती मानिसहरूलाई उनीहरूको सामु बलि चढाउनदेखि रोके। यो कुरा हामी बाइबलको प्रेरित नामक पुस्तकको 14 अध्यायको 8देखि 15 र 18 पदमा पढ्न पाउँदछौँ। पवित्र बाइबलको यस खण्डबाट म तपाईँलाई 1-2 वटा कुराहरू देखाउन चाहन्छु।
पहिले यो कुरा बुझ्नुहोस् कि त्यसबेला टर्कीका मानिसहरू आफ्ना धर्मअनुसार अनेकौं देवी देवताको पूजा गर्दथे। ती मध्ये जेउस र हेर्मिस मुख्य देवताहरू थिए। जब लुस्त्रा शहरमा येशूका नाममा परमेश्वरले आफ्ना सेवकहरूद्वारा एउटा जन्मैको लङ्गडा मानिसलाई निको पारेर एउटा अचम्मको काम गर्नुभयो, तब तिनीहरू यति छक्क परे कि देवताहरू मानिसको रूप लिएर तिनीहरू कहाँ आएका तिनीहरूले ठाने। तब जेउसका पुजारीहरूले भिडसित प्रभु येशूका प्रचारकहरूको सामु बलि चढाउन चाहेको बेलामा तिनीहरूले के ल्याए? के तपाईँले यस कुरामा ध्यान लगाउनु भएको छ? तिनीहरूको फूलको मालाहरूको साथ बहरहरू पनि ल्याए। बहरहरू किन चाहिए त? कुरा स्पष्ट छ, बलि चढाउनलाई। कसले ती बहरहरू ल्याए? परमेश्वरका वक्ताहरूले होइन, तर त्यस शहरमा बस्ने जेउस देवताका पुजारीहरूले नै ती ल्याए। उहिलेदेखि युरोपभरि नै गाई पाल्ने चलन थियो र आज पनि त्यस्तै छ। त्यहाँ भैँसी पाइँदैन, भेडा बाख्रा पनि कमी मात्रामा पाइन्छ। प्राय सबैले गाई पाल्छन्, यसैले तिनीहरू आफ्ना देवी देवतालाई त्यही नै बलिको रूपमा चढाउँथे। यसको प्रमाण हामीले अहिले भर्खरै सुनेका छौँ। यसको अर्थ के हो भने बाइबलको प्रचार युरोपमा पुग्नुभन्दा अघि नै त्यहाँका मानिसहरूमा बहर अथवा गोरुहरू बलि गर्ने चलन रहेछ। उहिलेदेखि नै तिनीहरू गाईको मासु खान्थे। तिनीहरूको रीति त्यस्तै थियो र आजसम्म पनि त्यस्तै छ। तब यसमा हामी के दोष पाउँछौँ त? झन् बाइबललाई किन दोष लगाऊँ? बाइबलले गाईको मासु नखानु भनेर मनाही गरेको छैन। कुरा यति मात्र हो, गाईको मासु खानुपर्छ भन्ने कुरा बाइबलले भनेको पनि छैन। साथै गाईको मासु खानु हुँदैन भन्ने कुरा पनि भनेको छैन। किनभने परमेश्वरको सामु खाने र पिउने कुराहरू भन्दा महत्त्वपूर्ण कुराहरू धेरै छन्। बाइबलको रोमी नामक पुस्तकको 14को 17 पदमा हामी यस्तो पढ्न पाउँदछौँ, किनभने परमेश्वरको राज्य खानु पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, मेलमिलाप र आनन्द हो। हाम्रा सृष्टिकर्ता परमेश्वरले हामी मानिसमा धार्मिकताको गुण खोज्नुहुन्छ। तर दुःखको कुरा के हो भने उहाँले संसारका मानिसहरूमा पाप मात्रै भेटाउनु भएको छ। उहाँको दृष्टिमा हामी सबै पाप र अधर्महरूले भरिएका मानिसहरू हौं। धर्मी कोही पनि छैन, एउटै पनि छैन। त्यसो भए पनि परमेश्वरले हामी मानिसहरूलाई प्रेम गर्नुहुन्छ र हामीसित नजिकको सम्बन्ध राख्न खोज्नुहुन्छ। यसैको निम्ति उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भयो। पवित्र परमेश्वर र पापी मानिसहरूको बीचमा प्रभु येशू एकमात्र मेलमिलाप गराउने व्यक्ति हुनुहुन्छ। किनभने प्रभु येशूले मात्र क्रुसमा आफ्नो प्राण बलिदानको रूपमा दिइकन हाम्रो निम्ति पापबाट छुटकारा पाउने दाम तिर्नुभयो। तर दुःखको कुरा के हो भने हामीले आफ्ना पाप मानिलिन र आफ्ना पापदेखि पश्चाताप गर्न चाहँदैनौँ। तर यही नै हामी सबैका निम्ति परमेश्वरको इच्छा र आज्ञा पनि हो। परमेश्वरले हामीलाई पापको क्षमा र पवित्र आत्माको दान दिन चाहनुहुन्छ। हाम्रो हृदय शान्ति र आनन्दले भर्न उहाँ तयार हुनुहुन्छ। यी आशिषहरू प्रभु येशूमाथि विश्वास गर्ने हरेकको निम्ति छन्। यही कारणले हामीले प्रभु येशूको प्रचार गर्दछौँ। यो धर्म प्रचार होइन, यो विदेशी धर्म पनि होइन, तर प्रभु येशू संसारका एक मात्र मुक्तिदाता हुनुहुन्छ र उहाँमाथि विश्वास गरेमा सित्तैमा पापको क्षमा पाइन्छ भन्ने सुसमाचार हो। यस सत्य वचनलाई विश्वास गर्ने हरेकले मुक्ति र अनन्त जीवन पाउँछ। प्रिय मित्र, एकचोटि याद गर्नुहोस् त, त्यस लुस्त्रा शहरमा अरू के भयो त? त्यस शहरका मानिसहरूले परमेश्वरका सेवकहरूलाई देवता मानेर बलि चढाउन खोज्दा के ती वक्ताहरूले यसो गर्न दिए त? उनीहरूले यसो गर्न दिएनन्, तर ती मानिसहरूलाई रोके। किन होला? जवाबमा उनीहरूले के भने? यो कुरा सुन्नुहोस्, उनीहरू त अरू जस्तै कमजोर मानिस मात्र हुन् अनि कुनै पनि मानिसको वा मूर्तिहरूको पूजा गर्नु हुँदैन, किनकि सबै मूर्तिहरू व्यर्थका हुन्। हामीले एकमात्र सत्य परमेश्वरलाई पुज्नुपर्छ। यी व्यर्थका कुराहरूलाई त्यागेर जीवित परमेश्वरतिर फर्क भन्ने आज्ञा लुस्त्राका मानिसहरूले मात्र होइन, तर हामी सबैले पनि पाएका छौँ। जीवित परमेश्वर को हुनुहुन्छ त? उहाँ आकाश र पृथ्वीलाई सृष्टि गर्ने एकमात्र सृष्टिकर्ता हुनुहुन्छ। उहाँले आफ्नो पुत्र प्रभु येशूलाई मरेको तेस्रो दिनमा फेरि जिउँदो पारेर उहाँलाई मरेकाहरूबाट उठाउनु भएको छ। सत्य परमेश्वर उहाँ नै हुनुहुन्छ। एक दिन हामी सबैजना उहाँको सामु न्यायमा उभिनुपर्छ र आफ्नो जीवनमा गरेका सबै कामहरूको लेखा दिनुपर्छ। त्यस दिन हामीले आफ्नो धर्म कि विदेशी धर्म मान्यो वा मानेन भन्ने विषयमा हाम्रो इन्साफ वा न्याय हुने छैन। तर आफ्ना पापदेखि हामीले पश्चाताप गर्यौं र परमेश्वरसित हाम्रो मेलमिलाप भएको छ कि छैन भन्ने
प्रश्नको जवाब हामीले दिनुपर्छ। यसकारण आज नै आफ्ना पापदेखि सत्य परमेश्वरतिर फर्कन हुन तपाईँलाई प्रेमसाथ आग्रह गर्दछौँ। तब प्रभु येशूको नाममा परमेश्वरले तपाईँका सबै पापहरू क्षमा गरेर तपाईँलाई ग्रहण गर्नुहुन्छ। अन्तमा प्रिय मित्र, तपाईँलाई भन्न चाहेको कुराको निष्कर्ष यही हो कि संसारमा कुनै न कुनै मानिसहरूले गाईको मासु खान्छन्। यो कुरा साँचो हो, तर पवित्र बाइबलले तिनीहरूलाई यसो गर्न सिकाएको हुनाले तिनीहरूले खाएका होइनन्। कि त त्यो तिनीहरूका पुर्खाहरूदेखि नै आएको चलन हो, कि त इच्छा लागेर तिनीहरूले खान्छन्। तर ख्रिस्टको चेला भएको नाताले कसैले पनि गाईको मासु खाएको छैन र खाने छैन पनि। हामीले पापदेखि मुक्ति पाउनै पर्छ भन्ने कुरा चाहिँ मुख्य हो, अनि त्यो मुक्ति प्रभु येशूमा मात्र छ। यसैले तपाईँ पनि प्रभु येशूमाथि विश्वास गर्नुहोस् र अनन्त जीवन प्राप्त गर्नुहोस्। प्रिय मित्र, आजको पोडकास्ट श्रृङ्खलामा प्रस्तुत शीर्षक जस्तै यस्तै अन्य विविध शीर्षकहरूको विषय सामग्री सुन्नको लागि हाम्रो आशाको किरण पोडकास्ट च्यानल युट्युबमा निरन्तर जोडिरहनुहोला। धन्यवाद।